हेलो फ्रेन्ड्स, वेलकम टु वेल्थ एकाडेमी। कल्पना गर्नुहोस्, नेपालमै जन्मेका दुईजना साथी छन्, राम र श्याम। दुवैको उमेर अहिले 20 वर्ष छ। उनीहरू एउटै काम गर्छन्। उनीहरूको महिनाको तलब छ 20,000 रुपैयाँ। पहिलोपटक आफ्नै कमाई हातमा आएको छ अनि दुवैजना खुसी छन्। राम भन्छ अब त कमाउन पनि थालियो, अब असली जिन्दगी सुरु भयो। तर श्याम भन्छ अब जिम्मेवारी सुरु भयो। केही महिनामै रामले 60,000 रुपैयाँको नयाँ मोबाइल किन्छ। पुरानो मोबाइल चलिरहेको त थियो, तर कमाउन थालेपछि अलि महँगो मोबाइल चलाउनु परेन, अरूलाई देखाउनु परेन। श्यामले भने 15,000 रुपैयाँको साधारण मोबाइल किन्छ, किनकि उसलाई फोन कामका लागि चाहिएको थियो, देखाउनका लागि होइन। र श्यामले हरेक महिना 4,000 बचत गर्न थाल्छ इमर्जेन्सीको लागि। उनीहरू 22 वर्ष पुग्छन्। रामको खर्च गर्ने बानी बसिसकेको छ। ऊ धेरैजसो बाहिर खाना खान्छ, साथीहरूसँग धेरै पार्टी गर्छ। रामले भर्खर 3 लाख रुपैयाँको बाइक पनि किनेको छ, त्यो पनि लोनमा, जसको इएमआई हुन्छ लगभग महिनाको 9,000 रुपैयाँ। राम भन्छ यो बेला मजा नगरे कहिले गर्ने। श्याम भने अझै सार्वजनिक यातायात प्रयोग गर्दैछ, किनभने उसलाई बाइकको आवश्यकता परेकै छैन र उसको बचत महिनाको 4,000 को दरले लगभग 1 लाख पुगिसकेको हुन्छ। श्यामले स्यालेरी आउने बित्तिकै पहिला बचतको लागि छुट्याइहाल्छ अनि बाँकी पैसाले आफ्नो चाहिने खर्च गर्छ। श्याम कहिलेकाहीँ बाहिर पनि खान्छ, पार्टी पनि गर्छ, तर लिमिटमा गर्छ। र हरेक महिनाको अन्तिम दिन श्यामले आफ्नो खर्च ट्र्याक पनि गर्छ नोटबुकमा। उनीहरू 25 वर्ष पुग्छन्। रामको बचत शून्य छ। उसको भर्खर बाइकको इएमआई सकिएको छ, तर उता श्यामको बचत लगभग 2,50,000 पुगिसकेको छ। अब दुवैको तलब बढेर 30,000 रुपैयाँ हुन्छ महिनाको। रामको तलब बढ्छ, तर सँगै खर्च पनि बढ्छ। राम भन्छ अब त बचत सुरु गर्छु, तर उसको व्यवहार फेरिँदैन। उसलाई धेरै खर्च गर्ने बानी परिसकेको छ। बाहिरको चिया कफी, नास्ता, साथीहरूसँग पार्टी, क्लब, अनलाइन खाना अर्डर र फेक लाइफस्टाइलले महिनाको अन्त्य आउनु अघि नै उसको पैसा सकिन्छ। राम भन्छ अर्को महिना चाहिँ पक्कै बचत गर्छु, तर अर्को महिना पनि ठ्याक्कै त्यही हुन्छ। श्याम भने तलब आउन साथ पहिले बचत छुट्याउँछ र जति बाँकी रह्यो त्यसैमा खर्च मिलाउँछ, किनभने उसले हरेक महिना खर्च नोटबुकमा ट्र्याक गर्न थालेको छ। श्यामले तलब बढेसँगै सेभिङ पनि बढाएको छ। अब उसले महिनाको 6,000 बचत गर्न थाल्छ। दुवैजना 28 वर्ष पुग्छन्। दुवैको तलब अब 40,000 रुपैयाँ हुन्छ। रामसँग सेभिङ छैन, तर श्यामले अनुशासित भएर अहिलेसम्म लगभग 5 लाख जम्मा गरिसकेको छ। यही उमेरमा रामले घर किन्ने निर्णय गर्छ। उसको सोच हुन्छ घर किनेपछि सानो घर किन किन्ने, ठुलो किन्ने नि। र करिब 30 लाख रुपैयाँको घर किन्छ पुरै ब्याङ्क लोनमा, जसको इएमआई हुन्छ लगभग महिनाको करिब 30,000 रुपैयाँ। 40,000 तलब त आउँछ, तर 30,000 इएमआईमा नै जान्छ। बचत फेरि पछाडि पर्छ। श्यामले नि घर त किन्छ, तर सानो घर किन्छ 10 लाखमा, जसमा उसले 5 लाख आफ्नो सेभिङ युज गर्छ अनि 5 लाख मात्र होम लोन लिन्छ, जसको इएमआई हुन्छ लगभग 5,000 मात्र। र यही उमेरमै उसले हेल्थ इन्सुरेन्स पनि गर्छ, वर्षको करिब 10,000 रुपैयाँ तिरेर, किनकि उसले बुझेको हुन्छ हेल्थ प्रब्लम समय हेरेर आउँदैन। र श्यामले तलब बढेसँगै बचतलाई महिनाको 8,000 बनाएको छ। 30 वर्ष पुग्दा दुवैको बिहे हुन्छ। रामको बिहे भव्य हुन्छ। ऊ भन्छ बिहे जिन्दगीमा एकचोटि गर्ने हो, खर्च गरेर गर्ने हो, सबैलाई देखाउनु परेन। होटल, डेकोरेसन, गाडी, सुन, कुल खर्च करिब 20 लाख रुपैयाँ हुन्छ। रामसँग सेभिङ थिएन, पुरै पर्सनल लोनमा। इष्टमित्रहरू, छरछिमेकीहरूले भन्छन् वाह यस्तो पो बिहे। उता श्यामको बिहे भने साधारण हुन्छ, घरमै परिवार र नजिकका साथीको बिचमा। करिब 2-3 लाख रुपैयाँ खर्च हुन्छ। श्यामले आफ्नो सेभिङ खर्च गर्छ, कुनै लोन लिँदैन। 35 वर्ष पुग्दा दुवैको तलब 50,000 रुपैयाँ हुन्छ र दुवैको बच्चा पनि जन्मिन्छ। राम लोन, इएमआई र दैनिक खर्चमै अल्झिएको हुन्छ।
श्याम भने बच्चाको भविष्य सोचेर बचतलाई अझै बढाएर महिनाको 12,000 बनाउँछ। 40 वर्ष पुग्दा रामको तलब 70,000 रुपियाँ हुन्छ, तर त्यो पैसा रामको हुँदैन। घरको इएमआई, बच्चाको पढाइ, पुराना लोन र क्रेडिट कार्ड आदि खर्चले गर्दा उसको तलब महिनाको पहिलो हप्तामै सकिन्छ। रामले घर त लिएको छ, तर त्यो घर ब्याङ्कको हो। राम इएमआई तिर्ने मेसिन मात्रै हो। उता श्यामको पनि तलब 70,000 छ, तर श्याम भने तलब सँगसँगै बचत पनि बढाइरहेको हुन्छ। राम एक दिन अचानक बिरामी हुन्छ र अचानक अस्पतालमा भर्ना हुन्छ। हस्पिटलको बिल आउँछ 5 लाख रुपियाँ। बिमा छैन, बचत छैन। राम फेरि लोन खोज्न थाल्छ। उही समयमा श्याम पनि बिरामी पर्छ, तर स्वास्थ्य बिमाले उसको खर्च सम्हाल्छ। उसको बचत सुरक्षित रहन्छ। बच्चाहरू अब स्कुल जाँदैछन्, स्कुल पढ्ने बेला भइसक्यो, त्यसको लागि पनि खर्च चाहिन्छ। राम तनावमा छ र उसले त्यो घर बेचेर बच्चाको स्टडी र लोन तिर्नको लागि पैसा जोड्छ। उता श्यामको भने पहिलेदेखिको प्लान हुनाले यो कुराले उसलाई धेरै तनाव दिँदैन। यसरी नै समय बित्दै जान्छ। 60 वर्ष पुग्दा रामको स्वास्थ्य बिग्रिन थाल्छ। बचत छैन, घर छैन, बिमा छैन, अस्पताल जान डर लाग्छ। 60 वर्ष पुग्दा पनि राम अझै काम गरिरहेको हुन्छ ताकि लोन तिर्न सकोस्। अब काम उसको चोइस होइन, आवश्यकता हो। आफ्ना बच्चामाथि निर्भर हुनुपर्छ, खर्च माग्नुपर्छ। बुढेसकालमा अरूमा निर्भर हुनु सबैभन्दा ठुलो पीडा हो। रामले जीवनभर कमायो, तर पैसाले उसलाई कहिले साथ दिएन। उता श्याम भने 50 वर्षमै रिटायर भइसकेको हुन्छ, किनकि उसको पहिल्यैदेखि फाइनेन्सियल प्लानिङ थियो। उसँग सेभिङ छ, सानो भए पनि आफ्नै घर छ, बच्चाहरू माथि कुनै लोन छैन र उनीहरूको भविष्य उज्जवल छ। स्वास्थ्य सुरक्षित छ, जीवन शान्त छ। यी दुई साथीहरूको कथाबाट तपाईँले के सिक्नुभयो? अब यहाँ तपाईँले आफैलाई सोध्नुपर्छ, के तपाईँ राम बन्न चाहनुहुन्छ? यदि तपाईँ राम बन्न चाहनुहुन्छ भने यो भिडियो तपाईँको लागि होइन। तर यदि तपाईँ श्याम जस्तै शान्त जीवन चाहनुहुन्छ, यदि पैसाको डर बिना भोलि सोच्न चाहनुहुन्छ भने पक्कै पनि यो भिडियो तपाईँको लागि हो। आजको भिडियोमा हामीले बचत किन महत्त्वपूर्ण छ त्यसको कुरा गऱ्यौँ। अर्को भिडियोमा भने नेपालमै बसेर बचत कसरी सुरु गर्ने, कम तलबबाट पनि पैसा कसरी जम्मा गर्ने र साना डिसिजनले ठुलो भविष्य कसरी बनाउँछ। यी सबै कुरा हामी स्टेप बाई स्टेप बुझ्नेछौँ। यदि तपाईँ श्यामको कहानीमा आफैलाई देख्न चाहनुहुन्छ भने हाम्रो च्यानल सब्सक्राइब गर्नुहोस्, किनकि पैसा अरूलाई देखाउनको लागि होइन, पैसा आफ्नो जीवन सुरक्षित बनाउनको लागि हो। अहिलेलाई यति नै, अर्को भिडियोमा भेटौँला। थ्याङ्क यू।